Falconer Rai. Welcome back to my YouTube channel. आज चाहिँ मदर्स डे हो, सो हामीहरू यहाँ छ अस्मिता, त्यहाँ छ पुनम, मम्मीहरू चाहिँ त्यहाँ हुनुहुन्छ। हेलो, ह्यापी मदर्स डे प्यारी आमाहरूलाई। आज चाहिँ हामीहरू आमाहरूलाई फलाउन जाँदैछौँ, तर आज ढिलो भएर 2:30 भइसक्यो। अहिले यहाँबाट हिँड्दाखेरि हामी जाँदैछौँ दोमुखा। हाई भन्दै न चढ्ने लडे गाइस। सो धेरै भयो मैले चाहिँ भिडियो नबनाएको, त्यस्तै बिजी भएको कारणले गर्दा। सो आज चाहिँ यसो मेमोरी पनि हुन्छ भनेर क्लिक गरिदिएको नि मम्मीहरूसँग। हेर्दै गर्नु होला है त, स्टे ट्युन। अनि हामीले चाहिँ यहाँनिर केक बिर्सेछौँ के, फेरि लिन जाँदैछौँ। हामीहरू चाहिँ जाँदैछौँ दोमुखा। आज हाम्रो ड्राई पिकनिक पनि हुनेवाला छ गाइस, हेर्दै गर्नु होला। हजुरहरू सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्छु म। अब चाहिँ हामीहरू आयौँ बस स्ट्यान्डमा। हेर्नुहोस् न हाम्रो आमाहरू चढेको दोमुखा। तिन छ पैसा त छैन, त्यो हो कति अरे दोमुखा के कति यहाँ छ त्यस्तो मान्छे हाम्रो चाहिँ छ यहाँनिर साथीहरू जम ड्राई फ्रुटको लागि बनाएर लिएको खानेकुराहरू। कुर्नु गाडी कन्ट्रीमा दोमुखा हिँडिहाल्नु गाडी यता दिनुहुन्छ ल। कस्तो अँधेर आइरहेको छ तर क्यामेराको। कुन हो गाडी? यो सोध्नु न पैसा यही हो। बसमा जानुपर्ने छ साथीहरू, के गर्नु कार छैन। अबको 10 वर्षमा म आफ्नै कार बनाउनु। कार हुन्छ कार ल, लास्टमै हो। यतैसम्म यहीँ बस्नु न अनि अगाडि। पुनम यहाँ बस न तिमी। पुनमले चाहिँ मलाई सुतेर भन्दैछ है, मैले नदेखेर। आमा छोरी टलक्क भएर बसेको छ। कस्तो राम्रो देखेको हौ, भरे चाहिँ कस्तो देख्छ थाहा छैन। म चाहिँ अनि यता छु, मेरो हालत कस्तो छ थाहा छैन। वाट एभर, हामीहरू अब जान्छौँ पर पुगेर हेर्नु होला। आज चाहिँ दामी मौसम थियो। माई गॉड, हाम्रो आमाहरू नि राम्रो मदर्स डे भएर होला। मेरो दाँत यस्तो छ, मलाई चाहिँ यतिमा गर्दा मात्रै देखेको रहेछ। मलाई कस्तो रमाइलो लागिरहेछ। मेरो एङ्गल कस्तो देखेको छ होला। हामी चाहिँ अब यहाँ रोडबाट हिँडिसक्यौँ भित्र दोमुखा जाने बाटोमा। यस्तो दामी रहेछ नि यहाँनिर। मेरो एङ्गल चाहिँ कस्तो हुन्छ साथीहरू थाहा छैन। फोटो खिच्दा गर्मीले अब हामीले भित्र छिरेको। भित्र छिरेपछि चाहिँ हामी के गर्छौँ भनेर म पछि हेर्दै गर्नु होला है त स्लोमा। केही लिनौँ क्या हामीले त। सोचे चाहिँ जिन्दगी रहेछ। कस्तो रमाइलो फिल भइरहेछ। रमाइलो भइरहेछ। हजुर तिमीलाई त दामी देखिरहेछ त। कस्तो भइरहेछ माइली? रमाइलो भइरहेछ साइली। माइली म चाहिँ साइली। म पुनमको एउटा भिडियो खिच्छु। खाने आओ खाने। यो डाँडा त के डाँडा हो?
चल्लाचुली होला नि चल्लाचुली होला नि होइन के भन्छ यो पारीको डाँडा दोमुखा डाँडा दोमुखा दोमुखाको छेउ आइपुग्यो गाइस के कसो लाग्छ यसरी हाँसेर छोटी बुढीहरू हाँसेको छ आज किन फाइनली हामी त्यहाँ दोमुखामा चाहिँ आइपुग्यो दोमुखा डाँडालाई चुलाचुली भन्छ छोड्नै हुँदैन नि पुनम आज धनी छ मलाई खिच न खिच न रीति सक्यो सबै डिपोजिट त त्यही गरेको छ है हामीहरू आइपुग्यौँ यहाँ आउन यहाँ धनी मान्छे अझ धनी देखाउ पैसा सक्यो हामीले केक अहिले भएर देखाउँछु ल कत्रो ठुलो छ भनेर लु दाइ जानु ल के भन्नु ठुलो झोला छापेर किन्नु हामी चाहिँ पैसा लाग्छ ए उयो 50 रुपैयाँ चिसो किन्न गएको किन आइसक्रिम खानु दिनु त 20 रुपैयाँ पुल चाहिँ यहाँनिर यस्तो छ है गाइस दोमुखामा पुरा मान्छेहरूले टिकटक बनाइहाल्छ यो भिडियो यो पुलमा हामी दुईजना हिँडौँ न गाइस हामी यस्तो उल्टी हिँड्छौँ ल उल्टी लड्यौँ भने पनि हामी उल्टी एङ्गल चाहिँ कस्तो भइरहेछ मलाई थाहा छैन होइन तर हामी यहाँनिर हिँडेको ल हो र कस्तो ठुलो लामो छ ल्याम्प्याङ जिन्दगी हाम्रो चाहिँ त लाग्छ त सो गाइस हामीहरू चाहिँ बियर चिसो किनेर आइसक्यो पुनमले बेच बियर पुनम हजुर के भइसक्यो बियर खानु हुँदैन बियर खानु हुँदैन भन्ने थाहा छैन तिमीलाई बाहिर हेर्नुहोस् गाइस कस्तो दामी देखेछ पछाडि चाहिँ उकालो चढ्नु त गाह्रो भयो त कस्तो खुसी लागिरहेको छ यार गाइस माता तीर्थ औँसीको दिन आमाहरूलाई घुमाउनु पर्दाखेरि मनै कस्तो खुसी लागेर मौसमहरू राम्रो हो कि मन खुसी भएर मौसम राम्रो देखिएको कि आई डोन्ट नो पुनम इज भेरी बिजी कस्तो देखेको छ झन्डै लड्यो झन्डै लडे पुनम होइन दाइ के खाँदै हुनुहुन्छ हौ हाम्रो आमाहरू अम्मा हात हातमा चटपटे किन खाँदै गर्नु भनेर सुना खन्तरी ल जाउँ भित्र छिरौँ नानाहरू कहाँ पुग्यो यहाँ चाहिँ मिठो चटपटे पाउँछ है अस्ति आउँदा पनि खाएको थियौँ पैसा पठाइदिनु आमाहरू दामी छ मिठो छ मैले चाहिँ समाउनु सकिनँ है मैले उयो समाउनु सकिनँ मैले समाउनु सकिनँ सरी फोन झरेर खाकेहरू मलाई दामी नुन चाहिँ कडा हो यहाँ भोक लाग्छ सर ल जाउँ बोल्दै हिँड्नु ल अब हामीहरू भित्र जान्छौँ बोल्दै हिँड्नु न आमा यस्तो हालतमा म हिँड्दैछु साथीहरू अब चाहिँ हामीहरू पिकनिक स्पोट बनाएर बस्न आँटेको एउटा ठाउँ यहाँ त छैन के ठाउँ यस्तो के बोकेर हिँडेछु छैन भनेको त अघि यहाँ त त्यस्तोमा त दिँदैन नि त ऊ तल जाउँ कि फर्किनु पऱ्यो गाइस हिँड्नु हुँदै छैन ऊ तल पहिला बसेको बस्नु पऱ्यो उयो छेउमा हिँड्नु एउटा रातो आमा कस्तो हल्का भयो कस्तो भिडियो चाहिँ कस्तो आएको छ मलाई थाहा छैन आज मैले खिच्न चाहिँ खिचिरहेको छु हाल्छु भनेर होइन साथीहरू हाम्रो चाहिँ यस्तै भयो माता तीर्थ औँसी चाहिँ मेमोरीको लागि हुन्छ भनेर पनि खिचेको हामीले चाहिँ त्यहाँनिर अब यहाँनिर ओछ्याएर टक्क बेड कभर ओछ्याएर बस्नुपर्ने हुन्छ म अब पिङ खेल्छु है लडे हो त्यहाँ दामी मजा आयो कहाँनिर पहिला बसेको थियौँ नि त्यहीँ बसौँ न
अहिले आउँछु म खेल्नलाई। पहिला पिकनिक स्पोट चाहिँ बनाइहालौँ न त, पेट कभर सेट कभर ओछ्याएर झ्यापझुप लाएर। माई मम, माई काइली मम, माई कन्ट्री मम। पहिला त कहाँ पो बसेको थियौँ हामीहरू? मेनीवर मम भन्नु न। ल यहाँ बसौँ न त नि। ऊ पर जानु पाए त हुन्थ्यो है त्यो झर्नाको छेउतिर। दामी छ साथीहरू, अहिले त हरियाली छ, सिजन पनि हरियाली भएर होला। कहाँ हिँडे किने गरेको हौ? गलिसक्यो यहाँ। ल नि त यहीँ। ल अब हामी चाहिँ यो रुखको फेदमा बस्ने, रुखको फेदमा बस्ने निर्णय गऱ्यौँ। ए पारी। ल साथीहरू हामी अब यहाँ उयो गर्छौँ है त। ल ल ओछ्यौ, यहाँ चाहिँ अब स्पोर्ट हुँदैछ है हाम्रो। ओछ्यौ ल ओछ्यौ। गाइस हामीले चाहिँ अब यहाँनिर यस्तो बनाइसक्यौँ है, यस्तो दामी भएछ है। वाउ, खेल्ने मान्छेहरू त्यो त खेल्दैछ। अब हामी चाहिँ यहाँनिर खाइपी गर्ने हो, हल्का खाने हो। झोला चाहिँ यहाँ पनि राख्नु भएको रहेन क्या? झोला चाहिँ कुन झोला? आमाहरू चाहिँ उता रमिँदै हुनुहुन्छ। हेलो, कस्तो रमाइलो भइरहेछ नि आज मौसम मौसम पनि, अनि आमाहरू पनि भएर होला। मैले साँच्चै कस्तो कस्तो भन्छ यसमा खोले मजा आइरहेछ। ल बस्नु है, अब यतै बसौँ कि अब आउनु आउनु आउनु, हाम्रो स्वागत छ तपाईँहरूलाई हाम्रो घरभित्र। आमाहरू टुङ 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 गेस्ट हाम्रो आज बस्नुहोस्। अलिकति आउनु, मम्मी आउनु, यहाँ यता आउनु। सुन खन्तरी कान्छी, पाहुनालाई सत्कार गर केटीहरू। नमस्ते 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 नमस्ते। स्वागत छ तपाईँहरूलाई हाम्रो घरभित्र। खन्तरी अनि के उयो गस्दै गर्नु न, सीता नानाहरू पनि आउँदैछ अरे, आइपुग्न आँटो। मेरो खुट्टा त यार जुत्ताले कस्तो बनाइदिएछ। के चाहिँ करस गर्नु? करस नगर्नु, अब तरस गर्नु पर्छ। केक चाहिँ नानाहरू आएपछि काट्ने होला। केकहरू नानाहरू आएपछि काटौँ न बहिनी। काट्ने हैन नि, तलै छ होला नि। गरिसक्यो अरे ल हाम्रो केक चाहिँ गाइस ठुलो छ है। फेरि हामी 6 जना मात्रै छौँ, त्यही पनि सुगर धेरै खाने मान्छेहरू छैन, त्यही भएर हामीले चाहिँ थोरै लिएर आएको। आमाहरूको लागि लिएर आएको, तर आमाहरू खानुहुन्न अरे केक। कल्पना हजुर उयो अन्सु जस्तै नानी त्यो उतारेको कस्तो काम माथितिर मान्छेहरू यस्तो हुनुहुन्छ। आमाहरू तपाईँहरूलाई फेरि पनि ह्याप्पी मदर्स डे। सबैजना जनाले यसो भन्नुपर्छ, ह्याप्पी मदर्स डे भन्नुपर्छ क्या एउटजनालाई भनि मागेर, गरी मागेर। के हो एक करो भयो त? ह्याप्पी मदर्स डे। यहाँ आउन तिमी चाहिँ। हामीले चाहिँ गाइस के लिएको छौँ भनेर देखाउँछु है। भाँडाकुँडा इग्नोर आवर भाँडाकुँडा तर यो सबै मैले बनाएको। ल यो माछा चाहिँ कसले बनाएको? खै मलाई थाहा छैन। के छ? दिस इज फिस। यो नानाले बनाउनु भएको यो चाहिँ कोरियन सबै आमाहरूको लागि हामी चाहिँ साइडमा बसेर थोरै थोरै खाने। आज थोरै भएको के अरू बेलाको भन्दा नि, तर ठिकै लिएको लिमिटमा। अस्ति नि आउँदाखेरि लिएको थियौँ के अघि हामी क्या खानु मन नलाग्दो रहेछ। यहाँ छ हाम्रो माता औँसीको के भनिरहेको छु त म त। के भयो? के भन्छ यसलाई? माता औँसीको आमाहरूको लागि, त्यो मम्सलाई, माइलीको लागि, अनि काइली र खन्त्रीलाई। खोइ रातो ब्याग, खोइ रातो ब्याग स्पेसल। रक्सी भन्दा त बरु यही बेटर हुन्छ होला हौ। ढले हुन्छ है। केक चाहिँ तर बाइ द वे क्युट छ है हाम्रो सानो भाइ पनि। ह्याप्पी मदर्स डे माई मम, माई लभ्स। माथि डाँडातिर यस्तो छ। ल म फोटो खिच्नु त आमाहरूको। ल ह्याप्पी मदर्स डे। तिम्रो रक्सी पार्टी हुँदैछ आमाहरूको चाहिँ। केक काट्नै बाँकी छ, नानालाई पर्खिरहेको। खै कतिखेर आउँछ म त मेकअप गर्छु अब। यहाँ चाहिँ के यति चाहिँ अलिपुता राख्नुपर्छ, यतिमा चाहिँ नि आमा मात्रै टचअप, नानाको टचअप। म चाहिँ काली देखिरहेको आमाहरूको उयो भएर आउनु सबै पो देख्नु साह्रो त। औ पुनम हेर है त्यहाँ एङ्गल
यतिकोमा त देख्छ होला बोलेको चाहिँ सुन्दैन होला मुनिको सामान देख्नु पर्यो स्ट्यान्ड नभएर नि यस्तो साह्रो पर्यो नि मिलाउनलाई अनि के गर्नु यो गाइस यो हो हाम्रो माता तीर्थ औँसीको ड्राइभ पिकनिक आएर उभै जाने अनि उता त बोल्नु त पर्यो नि त कुन यता आउँदैन किन म बोल्छु आज एक रात यतै गर्दैन हौ डर नचेप्न न के छ रे के पिछा के साह्रो तिमीलाई होइन हामी बिजी छौ दुईजना मात्रै आउँछ होला नि ठुलो नानी ल्याउँछ ठुलो नानी यति भएपछि त बुझ्नु नि हौ यति भएपछि बुझ्दैनौ हेर न यो केटीहरूले अनि बोल्छु भनेर बोला होला भेटेको बेला बोलेको होला नि आमा छोरा अनि माथि त कहाँ बोल्नु र खै केही देखेको छैन ब्राइटनेस सानो बनाउनु भएको छ होस् यतिकै होस् नचलाकै म खोइ त्यो त देखिन कालो मात्रै देखेँ ए रातो त भइरहेको अब त आइपुग्नु पर्ने हो नानी कोकटेल बनाएको त के गरेको त्यस्तो ओइ थर्क्यौ गेडा चेप्दै भिडियो ओइ फुटाइदिन्छ होला कहाँ हौ ल म लिन आउँछु ल भित्र टिकट काटेर बस्छ त म आइहाल्यो बुझ्दैन सक्दिन त त्यो पनि छ किन पर्छ टिका ल्याउनु गएको ओइ गेडा फुटाइदिन्छ त छ्या उयो सबै उयो आयो होला त्यस्तो बोलेको दिन हाल्नु कुकुरलाई खाइको हाल्यो गाउँमा के लाग्छ ओके को आयो कताबाट काट्नु अँधेरो भयो त मदर्स डेमा सानो यो पनि आएन बेबी आउने कसले यता आऊ छोरी यता बस यहाँ बस सबैको यहाँ बस आफै सोच्नु न खतरा हाट्नु भयो यहाँ बस यता उता भिडियो भइरहेको छ भिडियोतिर यहाँ बस उता भिडियो भइरहेको के काटिहाल्नुपर्छ तिमीलाई पर्खेको नि घरै काट्नु नि यहीँ पो काट्नु आँटेको यही त बस्दैन रहेछ त लुलु काट्नु 1 2 3 गो बनायो ह्यापी गाइस अब चाहिँ सेलिब्रेट हुँदैछ है हाम्रो मदर्सको केक काटेर ल लु सबैले हात राख्नु न यहाँ ह्यापी मदर्स डे ह्यापी मदर्स डे डङडुङ कटिङ के कटिङ त कति आउँछ त कति कमेडी गर्नु भएको मान्छे गरेर तिमीले रुमाल निकाल्यौ एडिना मैले हसाउनु हुन्छ त खतरा पो छ काट्नु भएको साच्चै नै काट्नु भएको छ एकचोटी आफ्नो खाइदैन हैन भिडियो राम्रो आउँछ नि त कुन तिमीले भइले किस गरेर यता आउँछ ह्यापी नसरी खान नानी मामाहरुले त धेर करेन्ट खादैन बरु थोरै धेरै ड्राई भयो त थोरै थोरै खानु पनि यही माथिबाट मासु र करेन्ट किन हाल्दिनु ल अलिकति हाल्नु ड्राई यो काट्नु मतिर उयसमा प्लास्टिकमा हाल्नु त्यो उता प्लास्टिकमा हाल्छु पुरा भन्नु यो डाइरेक्ट डस्टबिनमा टिपेर उही हाल्दिनु नि कहाँ उयो मोबाइल राखेको मोबाइल होला है ला नो पुरो त टाङ्गा पुङ्गुङै भयो अनि यो फुललाई यो मात्रै दिराथ्यो हो यो खाने खानु नि हैन रसिता मासु खानु पर्यो नि पापरलाई गर्नु खोइ राख्नु सानो
बिताउनु खोजेर फिङ्गर क्राफ्टले काम गरेन यहाँ लगाउँछु पऱ्यो मन राख्नु यो भन्दा यहाँ मैले लिएको रक्सी मिठो छ खान्छ नि यहाँ आएपछि एउटा फोटो खिचौँ न यो चाहिँ एउटा पनि छैन मजुरले खायो त नि यो के खानु नि हो मामाहरू चाहिँ कम्ती कम यो चाहिँ सोध्यौ न चिकन नखानु होइन यो माछा चिकन खानु तर यो माछा खानु पाँचा जोगेर खाने फेरि होइन ए नुन खान्छ नुन यहाँ यसको पानी कता थियो नखैदैन नानी नानी बहिनी लड्छ हेर भिडियो त राम्रो भयो पज गरिदिन्छ अनि यहाँले सब टिकटकहरू चाहिँ बनाउनु हुन्छ र होइन के छ देऊ सुन म त यस्तो खाने थिएँ घरै पो होला भनेर घर पनि खाने घर पनि खाने अब अर्को भिडियो बनाउने ए कुन जाति छ चोरेर गएपछि हो पिङ्केलेको गाइस खाइसक्यौँ है हामीले चाहिँ खानेकुराहरू खाएको कुराहरू चाहिँ हामीले खिचिसकेको छौँ नबोली नबोली अहिले चाहिँ म यहाँनिर घुम्दैछु नानीसँग नानी ल रोक 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 सानो मामलाई चक्कर लाग्यो अब भयो ल गाइस अघि चाहिँ हामीले खाइसकेर यस्तो बनाइसक्यौँ अघि बिचमा चाहिँ अलिकति फोटो भिडियो बनाउनु पाएन यहाँनिर हुनुहुन्छ हाम्रो नाना पनि आइपुग्नु भएको छ अघि नै अनि आमाहरू अब उयो पर चाहिँ त्यहाँ पर अलिकति उयो आउनु ल जाउँ म त्यहाँ वाटरफलमा जाउँ न वाटरफल देखाउनु जाने ऊ त्यहाँनिर आमाहरूलाई यहाँ फोटो खिच्ने भन्दैछ यिनीहरूले अलिकति म चाहिँ यता छु गाइस अहिले चाहिँ पुरै 5 कति बजेर उयो भइसक्यो अँधेरो जस्तो देखिन थालिसक्यो भिड घाम पनि छैन सो अब हामीहरू चाहिँ यहाँ अलिअलि फोटोसोटो खिचेर जान्छौँ अहिले चाहिँबाट म अलिकति भिडियो चाहिँ बनाउँछु होला सायद एन्ड गर्दा के हो अगाएर त ठास्सो ठुसो देख्छ त सबको अनुहार मेरो चाहिँ भिडियो नि एउटा नि बनाएको छैन फोटो पनि अनि कसको चाहिँ बनाएको त हाम्रो चाहिँ बनाएको छ आमाहरूको बनाएको होला त्यति नै आमा हुनुहुन्छ त्यहाँ सानो बेबी पनि हुनुहुन्छ खै कस्तो भयो त आजको दिन रमाइलो भयो रमाइलो लाग्यो खुसी लाग्यो खुसी लाग्यो राम्रो भयो अनि बसौँ बसौँ लाग्दो यहाँ सिनेरियो चाहिँ यहाँको यस्तो छ गाइस सबैजना एकदम रमाइलो भयो म यहाँ छु एङ्गल चाहिँ कस्तो आएको छ आई डोन्ट नो कल्पना नानाको आमाहरूसँग खिच्दैौ नानी हामी ल ल नाना आउनुहोस् प्लिज ल ल ल ल ल भिडियो खिचौँ फोटोसुटको टाइम भयो गाइस अहिले चाहिँ ल छिटो न कहाँ खिच्ने हो म खिचिदिइहाल्छु सो गाइस आजको दिन चाहिँ हाम्रो यत्तिकैमा सिद्धियो यहीँनिर छौँ तर दोमखामा यस्तो छ यहाँनिर यस्तो रहेछ वातावरणहरू चाहिँ अब चाहिँ मैले भ्लग इन गर्नु लागेको किनभने फोटो खिच्दा खिच्दा ब्याट्री नै सिद्धो ब्याट्री डाउन भयो भ्लग इन गर्न भ्याइँदैन होला रात पर्छ घरमा सो थ्याङ्क्स फर वाचिङ कसले हेर्नुभयो सपोर्ट गर्नु होला सब्सक्राइब गर्नु होला सानो यता हेर्नु हाई से हाई निनामी से हाई हाई थ्याङ्क यू भन्नु थ्याङ्क यू सो गाइस अब चाहिँ हामीहरू घर जानु लागेको सबैजना यहाँ हुनुहुन्छ बाई एभ्रीवन बाई बाई लभ यु गाइस मलाई त्यसरी देखाउनु भएन राजा फेरि इन गरौँ त हामी तीनजनाले सो गाइस आजको दिन चाहिँ हाम्रो यस्तै भयो गाइस कस्तो रमाइलो भयो कि रमाइलो भयो Enjoyable moment. We are बाई बाई यस enjoying today. कति हामीले भ्लग इन गर्नु आज आमाहरूलाई इन गर्नु दिनुस् न त दुईजना आमाहरू चाहिँ तल पुगिसक्नु भयो ल के भन्न चाहनुहुन्छ हाम्रो भ्युअर्सहरूलाई थ्याङ्क यू भन्नु न थ्याङ्क यू फर वाचिङ See you next time. Bye bye.